हेलो दर्शक महानुभावहरु नमस्ते। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि यहाँ सन्चै छु भनौँ हैन। सारी सारी पलाएर कालै भइएको छ, एकदम कालो। जङ्गलको बिचमा बस्न पाइन्छ हैन गाइजहरु। जङ्गलको बिचमा बसेर एकदम जङ्गली जस्तो भइएको छ। आज फर्स्ट भिडियो म तपाईहरु माझ धेरै समयपछि म यस च्यानलमा भिडियो अपलोड गर्दैछु। आजको यस भिडियोबाट एकदम प्रसन्नदायक र एकदम इन्फर्मेटिभ भिडियो हुनेछ। मेरो डेली लाइफस्टाइल, आजको लाइफस्टाइल कस्तो हुन्छ तपाईहरुले देख्न सक्नुहुन्छ। आजको लाइफ, आजको मेरो काम, आजको मेरो कर्तव्य के हुन्छ त्यस सम्बन्धी हुनेछ। भिडियो अन्तिमसम्म हेरेर यस च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गरेर जोडिन सक्नुहुन्छ भने तपाईको लाइक गरेर तपाईको मिठो प्रतिक्रिया कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। त्यो कमेन्ट बक्स तपाईहरुको लागि मेरो निर्माण भएको हो। आउनुस् आज ओके यो पृष्ठभूमितिर जाउँ है त। यो चाहिँ हाम्रो गोठ हैन, भेरी गोठ हो। यो चाहिँ डाँडा गोठ हुन्छ हैन, डाँडा गोठ हो। यो चाहिँ पुरै सिस्नो, यो हरियो पुरा थम्की देखेको सिस्नो हैन। यो चाहिँ हाम्रो मुख्य मेन भेरीगाला हो। ओ भाइ भेरा कति छन् भाइ? 150 छैन? 150 भेराको गला तिमी एक्लै लाग्छौ त? ऊ पारि चाहिँ हाम्रो गाउँ है। यो चाहिँ हाम्रो गाउँ होइन। यता पनि जग्गा छ होइन। यता ऊ चाहिँ सला देख्यो होइन, टक्क मारेर देख्न सक्नुहुन्छ। आजको भिडियो चाहिँ यस्तै खाले हुनेछ होइन। भेरीगाला जान्छु, स्पेसल भेरीगाला भइएको छ होइन गाइजहरु। तपाईहरुले देख्न सक्नुहुन्छ। भेडा पनि देखाउँछु म हजुरलाई, गाई पनि देखाउँछु, हाम्रो गोठ पनि देखाउँछु। आउनुहोस्, कति नै ढिला नगरी अब हाम्रो त्योतर्फ बढौँ है त। हाम्रो गोठ है, र बल हेरिराख्नु भएको छ। त्यो हाम्रो जग्गा चाहिँ साह्रै ठाडो छ होइन, अप्ठ्यारो छ। हामी तली खोला देखे आएको त्यसैले ऊ चाहिँ थाकेर बेहाल तरिका भएछ। कपाल काट्ने भनेर कैँची पनि बोकिरहेछ। हेर्नुहोस् होइन, यो भाइ जिन्दगीमा पहिलोचोटि यो घर गएको होइन। जन्मेदेखि सायद फर्स्टबाट होला घर गएको। देख्न सक्नुहुन्छ। हाम्रो आजको मस्त बरु सबैले देखाउँछ है त। हजुर हामी गोठा नजिकै पुग्नु लागिसकेको छ होइन। गोठ नजिक केटाले मोबाइल बजाइरहेछ। चाहिँ हाम्रो कुकुर होइन, गइसक्यो होइन। भेरीगालाले देखेर गइसक्यो। यही हाम्रो गोठ होइन गाइजहरु। चट्ट पारेर यस्तो छ। ओहो शे आगो भेरीगाला। अलि माथि जानुपर्ने छ यार। तल देखे आएको हो। माथि जानुपर्ने छ। यहाँ अब नजिक आइसक्यो होइन। धम्मेले उठिरहेको थियो भने कस्तो हो यो? कस्तो हो? गाइजहरु भेर भेटिसक्यो है। यहाँभित्र छन् है। थाक्यो ल। हाम्रो भेडाहरू चाहिँ यहाँभित्र छन् होइन। चाहिँ हाम्रो भेडाहरू होइन। ल आइजाऊ। यो चाहिँ टक्क खोल्नुपर्ने हुन्छ। बार बारीको छैन, यस्तोले चट्ट गरी उठाउनु पर्ने हुन्छ। ल ल सुरुमा मेरो
मेरो पाटो आइसकेछ आइज ल यो मेरो पाटो आइसकेछ होइन अनि यो चाहिँ हाम्रो भेडा आएर होइन हिलो छ यार आज पानी परेर होइन देख्न सक्नुहुन्छ रातभरि पानी परेर यस्तो हिलो छ कोही भेर मर्यो कि त्यो पनि थाहा छैन पुरै हिलो छ यार पुरै सबैलाई भेडाहरू छ होइन वर्षा हिलो र माटो उकाली ओह्राली गर्न मन लाग्छ आफ्नै गाउँ आफ्नै घरमा एकैछिन बस्न मन लाग्छ मजाले भेडा गोठालो लागिएको छ बाख्राको गोठालो लागेको छ होइन बस्नुपर्छ गोठालो लाग्नुपर्छ होइन यस्तै हो अब गाउँघरको जिन्दगी गर्नुपर्छ पारी हिमाल छ अहिले चाहिँ बादलले ढाकेको छ रातभरि पानी परेर अलि मौसम खराब छ होइन खासै मौसम त राम्रो देखिएको छैन अनि अब तै पनि भिडियो बनाउन मन लागेर एउटा अब बनाऊ कि भनेको होइन अब बिस्तारै भेडार बाहिर निस्किरहेको देख्न सक्नुहुन्छ होइन अब यस्तै हो गाउँघरमा गर्नैपर्छ होइन अब 2-4 दिन धेरै बसाइ हुँदैन होला बढी नेपालमै बस्ने भनेकै सायद 2 महिना जति बस्छु होला बढी बस्छु भनेपछि भिजा झरिसकेको छ होइन यसो अलिकता पैसा पानीको जोरजोमा नभएर गाउँघरतिर अलिक बसाइ लङ भएको होइन के गर्नु साथीहरू यस्तै हो होइन
जस्तो भइसक्यो होइन सुमा 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 अच्छा ठक 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 ओए ठक 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 ओए ठक 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 ए आय ठक 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 पक 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 जा जा आइज आइज यसलाई 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 म जुझाउँछु है साथीहरू हेर्न सक्नुहुन्छ साथीहरू हेर्न सक्नुहुन्छ है ल ल ल यस्तो यस्तो छैन जिना त ल ल गर्छन् के गर्छन् छोराहरूले गर्छन् खाना छोड्ने भने चाहिँ खानाले हान्छ के फिक्स हान्छ है फिक्स हान्छ फिक्स ए मासलाई बल पनि बहुत राम्रो रहेछ कि फेरि गइसक्यो यार मनमा नपुगेर त्यही त म फोन भयो यार पानीमा दौडेर गइसक्यो तर जुत्छ है साँडहरू अस्ति नै यस्तो तरिकाले दिएको थिएँ सानो सानो पनि जिजेको थिएँ अच्छा परिरहेछन् कि मेरो अच्छा हेरी पर्नु जाने हुन् भेडाहरूले पर काटिसक्यो डाँडो होइन दौडिरहेछन् माछाले हिलो भएर खोरभित्र हुल्ले भएर यार भेडाहरू लास्टै आज लाग्छ लागेका छन् यार हिलो भएर काला काला भएका छन् सेता भेडा पनि खासै भेडा चाहिँ राम्रो छन् है हाम्रा मोटा मोटा थिए होइन आज चाहिँ हिलोले गर्दा अलिअलि रातभरि पानी पऱ्यो होइन त्यही भएर भेडाहरू तर धेरै देखिन्छन् खासै त छैनन् होइन ओइ पिच्च भेडा बगालमा गएर भिडियो बनाऊ भनेको यार भेडाहरू झन् झन् दौड्छन् सानो बोग्रेटोलाई समातम है सानो बोग्रेटोलाई समातम है हेर त हेर बाबु हेर हेर ल ल ल ऊ माथि भेडाहरू जोड्नु लाग्छ नि साँडहरूले फेरि भेट गरेर छ नि म समात्छु है साँडहरूलाई फिक्स समात्छु है फिक्स समात्छु है यो ठुलालाई समात्दिने भने सानाले हान्छ कि फिक्स हान्छ है म साथीहरूलाई फिक्स समात्छु है यस अलिक ठुलो खानु डर लाग्छ कि ठोक 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 हेर हानी 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 हेर हेर जोरिसक्यो साथीहरू जोरिसक्यो जोरिसक्यो साथी जोरिसक्यो एकचोटि त ठुलालाई फिक्स भयो भने सानालाई हानिहाल्छ कि ल ल ल ल ल यही रमाइलो आउँछ साथीहरू अनि यो ठुलो अहिलेको त डर मान्छ सानाले होइन तर ठुलालाई यस्तरी यहाँ रोकिदिने भनेपछि ठक 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 ठुलालाई यहीँ रोकिदिने भनेपछि ल ल ल ठुलालाई रोकिदिने भनेपछि सानो गएर हानिहाल्छ कि ए ठुलालाई ठोकिदिने भनेपछि अलि सानाले डर मान्छ क्या यो ठुलो छ नि त ठुलो यो धेरै ठुलो छ नि त यो 5 वर्ष हो नि त 4 वर्ष यो अलिक सानो छैन मेरो अलि ल ल छुट 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 पर्जा ठोक ल ल ल जा हेर ल ठोक ठोक कता छ मिनानलाई मिनान दुबैजना जाऊ त जाऊ यिनीहरू यहाँ रहेका छन् कि यहाँ जुझ्न लाग्यो फेरि
चाहिँ दुई बगल भइसक्यो होइन। अब यो भेडाहरूको भिडियो चाहिँ हेर्न कति माया गरिरहेको छ नि यार भेडाहरूलाई हेर्न राम्रोछ नि। ए सानो पाठी ए सानो पाठो यो पाठो चाहिँ यो चाहिँ दसैँमा जान्छ है चाहिँ 10,000 जाने पाठो होइन। अलिक ठुलो हुन्छ होइन यिनी यो ठुलो केटो हिँड्छ होइन सार ओहो यो सिस्नु होइन यस्तो राम्रो सिस्नु टिपेर खाइन्छ होइन। यो सिस्नु खान पाइन्छ लिग्रो खान पाइन्छ होइन। यो ओहो हो हो या अघिल्लो मुख जानु पऱ्यो चढ नदिनु पऱ्यो होइन हाम्रो। ल त साथीहरू होइन आजको मेरो अब भिडियो चाहिँ सायद धेरै लामो भइसक्यो होला होइन। म हजुरहरूलाई यतिसम्म देखाउन सक्छु कि अब होइन भिडियोहरू चाहिँ धेरै लामो छ। तपाईँहरूले एउटै दृश्यहरू हेर्दा पनि अलिकति आक्क दिक्क होइन कतिवटा देखेको होला भन्नुहुन्छ होला। अरू भिडियोमा चाहिँ अझै राम्रो भिडियोहरू म देखाउने कोसिस गर्छु हजुरहरूलाई। यस्ता राम्रा भिडियोहरूमा पनि म चट्ट अलि राम्रा भिडियोहरूमा अझै यो जङ्गली जनावरहरू देख्यो भने त्यस्ता भिडियोहरू पनि यहाँ माथि पाखाबाट चाहिँ हुन्छन् होइन। अहिले माथिबाट चाहिँ भेडाहरू जाँदैनन्। त्यो पाखाबाट भिडियोहरू जङ्गली जनावरहरू घोरालोहरू रत्ताहरू अनि भेटिन्छ क्या। यहाँ तल जङ्गल यहाँ जङ्गलबाट त बँदेलहरू पनि बिहान बेलुकी आएर खनेको हुन्छ होइन। तर हामी देख्दैनौँ आइरहेछन् होइन चढ्नलाई हाम्रो भेडा यिनै पनि होइन हाम्रो निकै गला लागेको छ यार 2 महिना भइसक्यो गला लागेको। तर अब खासै म यिनीलाई गरेर अब विदेशसम्मको यात्रा हुने होला चट्ट पारेर 2 महिना सायद लङ टाइम 2 महिनासम्म चाहिँ बसाइ हुन्छ होला मेरो। यस्तो दैनिक भिडियोहरू चाहिँ अब दैनिक रूपमा आउँछन् साथीहरू होइन देख्न सक्नुहुन्छ। यस्तै दैनिक भिडियोहरू चाहिँ अब दैनिक रूपमा आउन सक्छन्। तपाईँहरू भिडियोहरू अन्तिमसम्म हेरिदिनु भयो होइन तब हेरिदिनु भयो होइन अन्तिमसम्म भिडियोहरू के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया होइन। मेरो घरदेखि भन्दा नि घरबाट त होइन है घरदेखि अलि माथि आउँदासम्म आउँदादेखि बिहान अलि उज्यालो भएको थियो बिहानदेखिको भिडियो दृश्य होइन। अब बिहानदेखि र अहिले अब समथिङ 10 बजिसकेको छ है। 10 बजीसम्मको भिडियोजहरू हजुरहरूलाई यहाँसम्मको चाहिँ मैले देखाउन सकेँ। अब चाहिँ भेडाहरू अलिकति छिटछिट्यान हुन्छन् होइन चढ्नु जान्छन् मजाले कता जान्छन्। अब चाहिँ देखाउनु सक्दैन देखेँ नि कति नराम्रो हुन्छ कि अब टाढा गए हुन्छन् होइन। अनि अहिलेसम्म साथीहरू धैर्य गरेर भिडियो हेरिदिनु भयो तबसम्मको लागि होइन। अर्को भिडियोसम्मको लागि मलाई भिडियो दिनुहोस् होइन। म त्यति बेला यस्तै अर्को भिडियो अब सायद मैले यो घर नछोडिन्जेसम्म होइन यस्तै भेडाहरूको भिडियोहरू म ल्याएर आउनेछु। तबसम्म तपाईँहरूले यस भिडियोलाई एकदेखि अर्को साथीहरूसम्म सेयर पनि गरिदिनु होला होइन। हाम्रो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। यस्तै भिडियोहरू आउनेछन् डेली रूपमा दैनिक रूपमा। मैले घर छोडेर नजान्जेसम्म यस्तै भिडियोहरू म ल्याउने कोसिस गर्नेछु तपाईँहरूको माझ होइन। यो चाहिँ फर्स्ट मेरो भ्लग भिडियो हो भेडा चराउन गएको आज होइन। जानु त अब हिजो अस्तिबाट पनि धेरै जान्थ्यौँ होइन तर खासै भिडियोहरू बनाउनु मन लाग्दैन सम्झनाको लागि भनेर यो भ्लग भिडियो चाहिँ बनाएको छु होइन। यार मजाले अब चढ्नलाई अलि फिजिसकेका छन् होइन। अलि उताबाट आउँदाखेरि पुरै आएको थिएँ अब यहाँ फिजिसकेका छन्। भिडियो पनि धेरै लामो भइसक्यो होइन 15-20 मिनटकै भिडियो भइसक्यो होइन। अब एउटै भिडियोहरू धेरै कति देखाउने दृश्यहरू अब एउटै कुराहरूलाई देखाउँदा हजुरहरूलाई पनि अलिक दिक्क लाग्न सक्छ। त्यही भएर अर्को भिडियोको लागि हजुरहरूले प्रतीक्षा गरेर बस्नु होला। त्यस भिडियोलाई पनि
योभन्दा झन् राम्रो भिडियो बनाएर ल्याउने छु। यो भिडियोलाई कस्तो लाग्यो त्यो तपाईँहरूको प्रतिक्रिया कमेन्ट बक्समा छोड्न नबिर्सनु होला। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। बाई बाई एभ्रिवान। अर्को भिडियोमा भेटौँला है त।